हेलो नमस्ते गाइज, वेलकम टु माई न्यू भिडियो। हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। मैले बिहानै भ्लग गराउन पाएन, त्यही भएर अहिले उठेर स्कुलतिर काम थियो, स्कुल गएँ। स्कुलबाट आउँदा मैले भ्लग गराएन, सिधै घरमा हेरेको त साथीहरूले बल खेल्न लागेको रहेछन्। अनि खेल्न जाऊँ, उता टुडी खेलतिर बल खेल्न जाऊँ न त भन्दा अनि गयौँ है हामी। अनि वहाँ गएर खेलेँ एकछिन, खेलिसकेपछि अब त्यस्तो खेल्न त आउन्न मलाई है, त्यही पनि सिकाइरहेको थियो साथीले। बल खेल्दा खेल्दा तल गयो, तल साथीहरू लिन गएको थिएँ, माथिदेखि मैले जिस्काइरहेको थिएँ कि बल ल्याउनु जाऊ, छिटो छिटो ल्याऊ भनिरहेको थिएँ। त्यसपछि म रुम आएको भिडियो गराएन, सिधै रुम आएँ। कोठा सारेको थियौँ हामीले, अनि साथीले चाउचाउ पकाएर रहेछन्, मैले बिहान भात पकाएको थिएँ, त्यहीसित खायौँ तिनवटाले मस। अनि हल्का भोक पनि धेरै लाग्थ्यो क्या, साथीले पकाएँ त्यही खाइदिएको थोरै थियो, तै पनि 1 बजीतिर खानासाना खाएपछि फेरि साथीको फोन फुटेको रहेछ, सिलाउन गएको बजारतिर। हाँसो मजाक गर्दै गयो फेरि तिनवटै। अनि बजार पुग्यौँ, उनको त्यो फुटेको कपडा छोटाइदिउँ, अनि अगाडितिर जाऊँ न त मन्दिरतिर फोटासोटा खिच्ने भन्नु केटाहरूले। जाऊँ भनिदिउँ, गफ गर्दै गइरहेको थियौँ। मन्दिर पुगेर फर्केर आउँदै थियौँ अगाडि एसन भेट्यो क्या, फेरि आइ भन्दैन भने सुनेन भने पछाडि भाइरल गराइदिन्छस् क्या भन्नु। त्यसपछि हामी टुडी बल खेल्न गएको थियौँ, फुटेछ बल। खै दाइ बल कहाँ फुटेछ भनेर सोध्न लागेको थिएँ, दाइले सिकाउनु भयो, अनि बल फुटेछ। त्यसपछि हामी सुइलेसन लगाएर फेरि बल गरायौँ कि, अनि त्यहाँ भएन, अब स्कुलतिर बल खेल्न जाऊँ भन्ने कुरा भयो। स्कुलतिर गफ गर्दै गयौँ, अनि गफ गर्दै एकछिनमा अब स्कुल पनि पुग्यौँ होइन। अनि सर्ट त खतरा जगाइरहेको थियो केटाहरूले, हेऱ्यो मजा आयो जे होस्। आजको भ्लग यति नै, अब अर्को भ्लगमा भेटौँला है।